हेलो गाइस, नमस्ते तपाईहरुलाई। म यहाँ चिकन बनाउन गइरहेको छु है त साथीहरु। अनि तपाईहरुलाई के लाग्छ, के बनाउन लाग्यो जस्तो लाग्छ होला। मैले यहाँ पहिला चाहिँ चिकन फ्राई गरेको छु है। अनि यो चाहिँ अलिकति तेल बचेको, यो चाहिँ अलिकति चिकन फ्राई गरेको तेलमा अलिकति कोकोनट तेल हुन्छ, यो तेल लगाएको छु। तपाईहरुले जुन तेल खानुहुन्छ त्यो चाहिँ तपाईले लगाउन सक्नुहुन्छ है। अनि मैले अलरेडी यहाँ चिकन फ्राई गरेर राखेको छु। अब हाम्रो नेपाली स्टाइलले चाहिँ बनाएको है। मैले यो नेपाली स्टाइलको पहिले मैले यसमा के गरेँ, चिकन फ्राई गरेँ। चिकन फ्राई गरेर यहाँ राखेको छु। हेर्नुस्, चिकन फ्राई गरेर यो लगभग आधी पाकिसकेको छ। किन पकाएको भन्नुहुन्छ भने यसमा चाहिँ अब यो ठुस्स गनाउँछ नि कति चिकनहरु, यो चाहिँ नगनाओस् भन्नको लागि चाहिँ मैले यो पहिला नै फ्राई गरेको है साथीहरु। ल अब चाहिँ हामी चिकन बनाउनको लागि के तयारी गर्छौँ भने मैले प्याज, दुईटा प्याज काटेर यहाँ रेडी गरेको छु। यहाँ हेर्नुस् है, दुईटा प्याज काटेर यो किन यसरी, यो प्याज किन यसरी काटेको भन्नुहुन्छ होला तपाईहरुले हैन। यो प्याज चाहिँ यसरी काट्यो भने थोरै तेल लाग्छ के, थोरै तेलमा चाहिँ यो पकाउन सकिन्छ। त्यही भएर है साथीहरु। अब यो चिकन चाहिँ लाई धेरै पकाउनु पर्दैन है। प्याज चाहिँ तपाईले धेरै रातो बनाउनु पर्दैन साथीहरु है त। यसरी म नेपाली स्टाइलले चाहिँ दुबईमा चिकन बनाउँदैछु। तपाईहरुलाई पनि यसरी बनाउन मन पर्छ भने तपाईहरुले यसलाई फलो गरेर बनाउन सक्नुहुन्छ है। तपाईले यो लाइक, कमेन्ट, सब्स्क्राइब, बेल आइकन दबाइदिनु होला है त साथीहरु। चिकन बनाउने एउटा तरिका, धेरै तरिका छ चिकनहरु बनाउने है। यो पनि एउटा तरिका है। यहाँनिर चाहिँ हामीले अलिकति त लागेको यता ब्याक साइडमा अलि फ्राई गरेको भएर अलिक यो कराई चाहिँ अलिकति पुरानो भएको कारणले यसरी नलाग्नु पर्ने हो। यो कराई चाहिँ अलिक पुरानो भएको कारणले यसरी लागेको छ है। अब यसलाई चाहिँ हामी के गर्छौँ भने यो प्याज भयो, पिङ्क कलरको भयो है, तपाईहरुलाई म देखाउँदैछु। यसमा चाहिँ हामी के गर्छौँ भने अब पाक्दैछ, हेर्नुस् है, पाक्दैछ, पिङ्क कलरको हुँदैछ। यहाँ अलिकति प्याज छोडिएछ, त्यो कारणले गर्दाखेरि अनि पाक्दैछ। अब मैले चाहिँ यहाँनिर अदुवा र लसुनको पेस्ट लगाएँ। हेर्नुस्, यो अदुवा र लसुनको पेस्ट तपाईले काटेर, तपाईलाई मन पर्छ भने काटेर पनि तपाईले लगाउन सक्नुहुन्छ। यहाँ हामीले अदुवा र लसुनको पेस्ट है, यो अदुवा र लसुनको पेस्ट भयो। अब यसलाई चाहिँ मजाले पकाउनु पर्छ। फेरि अब यो पकाएर पकाइसकेपछि अलिकति यो पिङ्क कलर हुँदैछ, तर भिडियोमा चाहिँ सेतै देख्दैछ है। यो चाहिँ यहाँ कराईमा चाहिँ पिङ्क कलर हुँदैछ। अब यसमा चाहिँ हामीले के गर्नु भने मसलाहरू लाउनु। अब के मसला लाउनुहुन्छ भन्नुहुन्छ भने मैले यहाँ बेसार लगाएर हेर्नु चाहिँ, अनि त्यस पछाडि यहाँनिर यो चाहिँ जिरा पाउडर, यो जिरा पाउडर चाहिँ हेर्नुहोस्, जिरा पाउडर। अनि त्यसपछि खुर्सानी, किन मैले पहिल्यै तेलमा लगाएँ भन्दाखेरि यो के अरे चिकनको यो मसला पाक्यो भने पछि ठुस्स गनाउँदैन भने यो खुर्सानीको धुलो है। त्यस पछाडि मैले लगाएँ यहाँबाट यो धनियाँ पाउडर है साथीहरु, धनियाँ पाउडर हो। यो धनियाँ पाउडर लाउँदैछु। अनि त्यस पछाडि यहाँनिर मैले लाउँदैछु गरम मसला। गरम मसला पनि सबै कुरा छ, गरम मसला, यो दालचिनीहरू, यो लौङ, सुप मैले सबै हालेर पिसेको छ यो गरम मसला। अब हेर्नुहोस्, यो पाक्यो नि त हैन। यो हेर्नुहोस् त, अब यो मसलाहरू पाकिसकेपछि तपाईहरुले के लाउने होला भन्ने सोच्दै हुनुहुन्छ होला हैन। यसरी लगाइसकेपछि यो पाक्दैछ मसलाहरू। यसरी पहिला नै तेलमा लगायो भने के हुन्छ भने यसको
टेस्ट चाहिँ मिठो हुन्छ। त्यही भएर म चाहिँ पहिले नै लाउने गर्छु तेलमै। है साथीहरू, ल यसरी तपाईँले पनि यसरी बनाएर टेस्ट गर्नुहोस् हैन, मिठो पनि हुन्छ, स्वादिलो पनि हुन्छ। अब यसमा चाहिँ मैले दुईटा, एउटा हरियो खुर्सानी र यो कडी पत्ता लाउँदैछु है। तपाईँहरू कडी पत्ता मनपर्छ भने तपाईँहरूले यसरी चाहिँ लाउन सक्नुहुन्छ है। यो कडी पत्ता चाहिँ हामीले खानै पर्ने हुन्छ, स्वास्थ्यको लागि राम्रो हो भन्छन् हैन। मैले धेरै कडी पत्ता लगाएको छैन, 2, 3टा 4वटा जति लगाएको छु। तपाईँले पनि यति नै लगाउन सक्नुहुन्छ। अब यसमा तपाईँले, मैले चाहिँ तपाईँले काटेर पनि लाउन सक्नुहुन्छ। तपाईँहरूले टमाटर पेस्ट बनाएर पनि लाउन सक्छ। म चाहिँ पेस्ट बनाएको छु किनभने अब छिटो पाक्छ नि त। त्यही भएर यो पेस्ट दुईटा, एउटा टमाटर, हाफ टमाटर है, यो चाहिँ हाफ टमाटर, यसरी यो चिकन यसरी बनाएको छु मैले। पेस्ट बन्यो है नि त, चिकनको मसला बन्यो। चिकन मसला बन्यो। क्यामेरामा चाहिँ कलर अर्कै आयो, रियली चाहिँ कलर चाहिँ एकदमै राम्रो रातो आएको छ है साथीहरू। हेर्नुहोस्, अब यसरी यसलाई एकछिन पकाइसकेपछि अब यसको चाहिँ, यसलाई चाहिँ हामी मजाले पकाउनु पर्छ। तपाईँसँग टमाटरको भाँडामा चाहिँ अलिकति पानी भयो भने यो टमाटर किन फाल्नु होइन, अलिअलि भए पनि यसमा हाल्यो भने मजाले पाक्छ पनि, अनि के हुन्छ, टेस्टी पनि हुन्छ। ल हेर्नुहोस्, यसरी म चिकन पकाउँदैछु साथीहरू। अब तपाईँहरूले पनि मनपर्छ भने हेर्नुहोस् कति धेरै भयो अहिले ग्रेभी है। अब यसलाई चाहिँ मजाले पकाइसकेपछि यसमा चाहिँ चिकन लाउनेछौँ। तपाईँलाई मनपर्छ भने यसमा तपाईँले अलिकति दही घोलेर पनि तपाईँले लाउन सक्नुहुन्छ। म आज लाउँदिनँ। यसमा दही लगाएर मजाले तपाईँले पकाउन सक्नुहुन्छ। अघि मैले लगाएको थिएँ नि, फ्राई गरेको थिएँ नि चिकन, यो चिकन लाउँदैछु म तपाईँलाई। हेर्नुहोस् है, यो फ्राई गरेको चिकन म लाउँदैछु। अब यो फ्राई गरेपछि त यहाँ ग्रेभीमा आएर यो ग्रेभी पस्छ भित्र, अनि त्यस पछाडि यो चाहिँ चिकन टेस्टी पनि हुन्छ, ठुस्स पनि गनाउँदैन। यो नेपाली स्टाइल। अनि माथिबाट यो पाकिसकेपछि हामीले धनियाँ पनि लाउन सक्छौँ है। तपाईँहरूले के लाने हो नि त, अहिले मिक्स भयो नि त चिकन, अन्त कति राम्रो देख्यो। यसरी चाहिँ हामी चिकन बनाउन सक्छौँ साथीहरू। तपाईँहरूले कसरी बनाउनुहुन्छ है, यो एकछिनमा 10 मिनट जति यो पकाएपछि यो चिकन रेडी भयो है त। म एकछिन छोपिदिन्छु। अन्त यसरी नै बनाइन्छ चिकन। अनि अर्को तरिका पनि छ, म तपाईँलाई अर्को तरिकाबाट अर्कोचोटि भिडियो बनाएर तपाईँलाई हाल्नेछु। यहाँनिर ब्राउन राइस चाहिँ बोइल हुँदैछ। तपाईँलाई ब्राउन राइस मनपर्छ भने तपाईँले ब्राउन राइस पनि खान सक्नुहुन्छ है। ब्राउन राइस चाहिँ गहुँ जस्तै हुन्छ क्या, गहुँ बोइल गरेको गहुँ थाहा छ नि तपाईँलाई कतिजनालाई। त्यो बोइल गरेको गहुँ चाहिँ जस्तै हुन्छ, यो गल्दैन क्या सिथिमिथि। अनि खाना पनि स्वास्थ्यलाई पनि एकदमै स्वादिलो हुन्छ, अनि खान पनि सकिन्छ साथीहरू है त। अब म अघिको चिकन तपाईँलाई देखाउँदैछु। हेर्नुहोस् है, यहाँ यस्तो चिकन होइन, अब रेडी हुँदैछ। यसरी यो चाहिँ रेडी हुँदैछ चिकन। ल हेर्नुहोस् अहिले साथीहरू, तपाईँले पनि यसरी बनाएर खान सक्नुहुन्छ। अलिकति पानी लाउनु पऱ्यो किनभने पाक्नु छ नि त यो मजाले। तपाईँलाई लाग्छ होला किन पानी हालेको होला भन्नुहुन्छ होला, यो पकाउनु पर्ने हुन्छ। अघि त आधी पाकेको छ नि त, अब आधी पकाउनु पऱ्यो नि त यसलाई त होइन। यसमा चाहिँ यो, अनि मैले चाहिँ नुन चाहिँ लगाएको छैन साथीहरू। तपाईँले स्वादअनुसार नुन लाउन सक्नुहुन्छ। यहाँनिर आज बनाएको बिन्स, यो चाहिँ तपाईँको स्वादअनुसार नुन लाउन सक्नुहुन्छ। मैले नुन लगाएको छ है, यहाँबाट यसरी
स्वादअनुसार तपाईँले नुन लाउन सक्नुहुन्छ साथीहरू। अब चाहिँ यो चिकन रेडी भयो। खाने भए आउनुहोस् है। टेस्टी भयो, टेस्टी छ यो। अब रेडी भयो। यसलाई चाहिँ डिसमा निकालेर सट्ट सजाउने भने माथिबाट धनियाँ लाउने भने एकदमै मिठो स्वादिलो भयो। तपाईँले यसमा चाहिँ तपाईँले अलिकति दही फिटेर माथिबाट दही पनि लाउन सक्नुहुन्छ। म त आज चाहिँ दही लाउँदिनँ। अनि हरेकचोटि हरेक स्टाइलको बनाउनु पर्ने हुन्छ है त साथीहरूलाई। मेरो चिकन ग्रेभी तपाईँलाई मन पऱ्यो भने लाइक, कमेन्ट, सब्सक्राइब गर्नु होला है त प्लिज भन्न चाहन्छु। थ्याङ्क यू, बाई बाई।